आफ्टर म्यासिभ सक्सेस अफ पूर्णबहादुरको सारङ्गी, विजय बराल लिडिङ मुभीको अनाउन्समेन्ट गरिएको थियो 4-5 महिना अगाडि नै। मुभीको नाम रहेको थियो जनै हराएको बाहुन। बट अहिले मुभीको रिलिज डेट घोषणा गरेसँगै मुभीले आफ्नो टाइटल पनि चेन्ज गरेको छ। मुभीको टाइटल जनै हराएको बाहुनबाट जनै हराएको मान्छे सम्बन्धका धागाहरूमा परिणत गरिएको छ। पछि कन्ट्रोभर्सी नहोस् र सेन्सर इजिली पास होस् भन्ने कारणले चाहिँ मुभीको टाइटल चेन्ज गरिएको हो। डिरेक्टर हिमाल न्यौपानेको डिरेक्सनमा बनेको मुभी जनै हराएको मान्छेले आफ्नो रिलिज डेट भने भदौ 6 गतेलाई तोकेको छ। मुभीमा अत्यन्तै चर्चित विजय बराल, मिरुना मगर, के अधिकारी, गौरव प्रहरी जस्ता अन्य थुप्रै कलाकारलाई पनि देख्न सकिन्छ भने मुभीले आफ्नो सानो ग्लिम्स योभन्दा 1 महिना अगाडि नै रिलिज गरिसकेको छ। पेपर क्लिप्स प्रोडक्सन हाउसबाट बनेको मुभी जनै हराएको मान्छेले आफ्नो फर्स्ट ग्लिम्स रिलिज गर्दा कुनै पनि एक्टरको चरित्र खुलाएको थिएन भने विजय बरालको संवाद अर्को पात्रसँग मात्रै सुनिएको थियो। योपालि विजय बराल स्वयं आफैले आफ्नो फेसबुक पेजबाट आफ्नो क्यारेक्टर र मुभीको रिलिज डेट र टाइटल चेन्ज भएको कुराको जानकारी गराएका छन् भने मुभीको बेसिकली स्टोरी एकदमै भोइ मान्छेलाई छुने रहेको छ। मुभीमा एउटा पात्र छ जसले चाहिँ आफ्नो सपनाको लागि आफ्नो गाउँ छोडेको छ। पूर्णबहादुरको सारङ्गी जस्तै योपालि पनि विजय बरालको क्यारेक्टर अति नै इमोसनल हुनेवाला छ। मुभीको फर्स्ट ग्लिम्सबाट दुईवटा क्यारेक्टरको संवाद अनुसार विजय बराल आफ्नो गाउँ छोडेर, आफ्नो आमा छोडेर आफ्नो सपनाको लागि चाहिँ अर्को ठाउँ जाँदैछन्। दुईवटा साथी मित्रताको कुराहरू पनि त्यो संवादमा प्रष्ट देख्न पाइएको थियो भने मुभीको अधिकांश सुटिङ र सिनेमाटोग्राफीको लागि पशुपति आर्यघाटलाई छानिएको छ भने मुभी इमोसनल हुन्छ भनेर बिहाइन्ड द सिनको फुटेजहरूबाट पनि थाहा पाउन सकिन्छ। मुभीको बिहाइन्ड द सिन्सको फुटेज, टिम मेकर्सहरूको मेहनत र सङ्ग्सले गर्दा मुभीको स्टोरी पनि राम्रो छ भनेर अनुमान गर्न सकिन्छ। मुभीले हामी सबैलाई रिलेट गर्ने टाइपको स्टोरी बनाएको होला र हामी सबैले त्यो पात्रसँग रिलेट गर्न सक्छौँ भन्ने आशा रहेको छ। र मुभीले आफ्नो ट्रेलर र टिजर पनि रिलिज गरिसकेपछि बाँकी कुराहरू हामी त्यही रिभ्यूमा गर्नेछौँ। So yeah, this is for all about for today. If you love my video, do subscribe my channel and follow for the more updates, and thank you for the कतिचोटि सँगै हाँस्यो होला, रोयो होला, एक आपसमा चित्त दुखाइरह्यो होलान्। होस्टेमा हैसिया मिलाउँदै हामी अघि बढिरह्यौँ। कहिले टन्टलापुर घाम, कतिचोटि एक आपसमा धेरै माया बस्यो भने कहिले काहीँ एक आपसलाई देख्ने बित्तिकै रिस पनि उठ्यो होला। सपना एउटै थियो, मिठो मनलाई छुम्ने सिनेमा बनाउने। सबैलाई धन्यवाद। हाँस्दै हाँस्दै, खेल्दै खेल्दै, रुँदै रुँदै भए पनि चलचित्र सकिन लागेको छ। सबैजनालाई धन्यवाद। पेपर क्लिपलाई हामी सबैजनालाई जोड दिएकोमा धन्यवाद। यसपछि हामी यस्तै ग्रुपमा कहिले कहाँ भेट्छौँ थाहा छैन। यो चोटि भेटियो, अलौकिक रह्यो, मनदेखि आत्मा मिल्यो, गजबै भयो। जतिसुकै तिता मिठा सम्बन्ध भए पनि, जतिसुकै बसिरहन मन भए पनि अब छुट्टिने बेला भएको छ। फेरि यसरी यही ग्रुपमा कहाँ भेटिन्छ थाहा छैन, तर यो पटकलाई जे भयो